हेलो साथीहरू नमस्ते। हजुरहरूलाई मेरो फेरि पनि अर्को भिडियोमा स्वागत छ र आज चाहिँ हामी जाँदैछौँ मोतिहारी। यहाँको मोतिहारीको मेन बजार जाँदैछौँ है। र हेर्नु होला, मैले जस्तोसुकै भए पनि सर्ट क्लिप चाहिँ अब सर्ट भन्दा पनि लामो नै हुन्छ होला क्याप्चर गरेको छु है। मलाई चाहिँ अब यतातिरको पनि दृश्यहरू एकदमै मन पर्यो नि त, कतिवटा होइन, कस्तो राम्रो राम्रो छ। हुन त खिच्छ वरिपरि है, तर पनि मलाई चाहिँ यस्तो जग्गाहरू मनपर्छ, पिसफुल हुन्छ क्या। मलाई त्यो क्राउडेड जग्गाहरू भन्दाखेरि चाहिँ यस्तै जग्गाहरू मनपर्छ नि त। त्यही भएर चाहिँ हेर्नु होला मेरो भिडियो अन्तिमसम्म है, अल्छी नमानी हेरिदिनुहोस् होला है। हामी चाहिँ यहाँ जान टेक्छौँ। कस्तो रहेछ यहाँनिर, सबको फोन झिक्यो, सबको क्यामेरा अन हुन्छ। मेरो साथीहरू र यहाँ चाहिँ म्युजियम पनि रहेछ। म्युजियम यहाँनिर चाहिँ तपाईँको रहेछ भित्र म्युजियम, पुस्तकालय एन्ड वाचनालय पनि। भित्र जाउँ न ल, आज नि यता घुम्यो हेलो, हामीले चाहिँ यहाँ फोटो गरिसक्यो, सुट गरिसक्यो होइन। अब चाहिँ हामी उता जाने, कहाँनिर भन्दाखेरि चाहिँ यहाँनिर लाइब्रेरी रहेछ, अनि त्यहाँनिर जाने होइन। मलाई अरू देखायो, अरू साथीहरू चाहिँ गइसकेको छ र अब हामी चाहिँ जाँदैछौँ। र सायद मलाई चाहिँ यहाँनिर फोटो सुट भिडियो सुट गर्नु दिन्छ जस्तो चाहिँ लागेन, र पनि दियो भने चाहिँ हजुरलाई देखाउँछु ल। अनि यहाँ चाहिँ हामी जाँदैछौँ। यहाँनिर चाहिँ त उयसको रहेछ, गान्धीजीको बारेमा रहेछ, बचपनको रहेछ, किशोर मोहन दास। पढ्छ दियो डल्लै, पढ्न के लेखेको छ भनेर। यो चाहिँ हो महात्मा गान्धी, राष्ट्रपिता महात्मा गान्धी है। यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ, कस्तो मजाको देखेको यहाँबाट। हामी घुमेको चाहिँ यही पार्क हो। यहाँनिर चाहिँ ठुलो गान्धीजीको स्ट्याचु पनि रहेछ है, उयो भन्दै गरेको थियो आन्दोलनको लागि लड्दाखेरिको हो।
उधर भाई झरो ना हम खेलेंगे ओए ला मेरा बैग ओए क्या था बोटिंग करने जिंदगी में कभी बोटिंग किए हो नहीं किए हूँ मैं तो इसलिए फर्स्ट एक्सपिरियंस हो आज चाहिँ कस्तो हुन्छ कुनै डरले त हलिँदो रहेछ पानी पानी छ ए हामी चाहिँ रेडी भइसक्यो हो यहाँनिर चाहिँ साथीहरू छ खै कता गयो यहाँ गएको अब हामी चाहिँ राइडमा यसमा जान आँटेको हामी गाइड्सहरू चाहिँ यहाँनिर रेडी हुँदैछ हामी चाहिँ बसिसक्यौँ यहाँ बसिसक्यौँ है ए सर घरतर्फ लागेको है साथीहरू झन् यतिका गरे ए दिया छ जस्तो पछि अर्कै पनि आफूहरू चाहिँ निस्किहालेर ए लु
ल लरे 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 है मजा आयो कतिको मजा पुरा मजा बाई बाई हामी चाहिँ यहाँनिर खाना खान आएको चाहिँ होइन भिडियो गर्नु बिर्सेर खाना खाएको यहाँनिर चाहिँ एकदम राम्रो खाना थियो यहाँनिर चाहिँ खाना दामी पाउँदो रहेछ अब चाहिँ हामी खानासाना खाइपी मजाले भयो है अब चाहिँ हामी चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ डोमिनोसबाट चाहिँ हामी सिधै पिज्जा लगेर जाँदैछ पिज्जा खानुको लागि विशाल मार्ट जाने अरे किनभने एक दुईवटा सामान किन्नुपर्छ अरे त्यो पनि किन्नुपर्छ मेरो चाहिँ यो क्लिपै हरायो घुम्न आउँदाखेरि चाहिँ होइन अन्त अब हामी चाहिँ पुग्यो डोमिनोस यहाँनिर चाहिँ मेन्टेनेन्स चल्दो रहेछ माथिनिर हो अन्त अब हामी चाहिँ यहाँबाट पिज्जा अर्डर गरेर जाने हेरेको र हामीलाई मुन्टा तन्काइ अफसोसको बात चाहिँ अर्डर लिएन है यहाँनिर चाहिँ ग्यास खराब भइरहेको रहेछ अनि चाहिँ डोमिनोसले चाहिँ अर्डर लिनु मान्नु भएन त्यही भएर हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ हामी जाँदैछौँ विशाल मार्ट विशाल मेगा मार्ट कस्तो मजा गरेको छ हेऱ्यो के मैले चाहिँ तिम्रो चाहिँ पाएँ सामान मलाई चाहिँ जे चाहिएको घरको सामानहरू चाहिँ आउनु पर्ने रहेछ यिनीहरूले मेरो खुट्टा दुखिसक्यो हामी चाहिँ निस्क्यौँ विशाल मार्टबाट होइन अहिले चाहिँ पुरा रात भइसकेको छ 7 बजिसक्यो ए अब घरमै होइन यहाँनिर चाहिँ हामी घर जाने बस लागिरहेको छ राजबस घर जानु मन लाग्यो यो देख्दाखेरि चाहिँ तर घर जानु मन लागेर चाहिँ हुँदैन अघिसम्म हुनुहुन्छ मास्क पनि खेल्नु परेको थियो होइन